Hello guys, welcome to my new day vlog. I am the सबैले सन्चै हुन्छ म पनि एकदम सन्चै छु र आज चाहिँ हाम्रो याचनको छटेको आज 6 डेको आज आजबाट हाम्रो प्र्याक्टिकल छ याचनको हैन अहिले चाहिँ हाम्रो प्र्याक्टिकलको लागि हाम्रो अर्को कलेजमा जान लागेको हैन हाम्रो कलेज चाहिँ त्यहाँनिर छ हेर्न सक्नुहुन्छ हाम्रो सबजना साथीहरु यहाँनिर छ हैन अब हामी चाहिँ यहाँबाट टक्कलाएर त्यहाँनिर जान्छौँ उतापट्टिको इलाइट कलेज हो के कलेज भन्ने ठाउँमा हामी त्यहाँनिर जान्छौँ हैन हामी सबजना साथीहरु यहाँ ब्याग बोकेर रेडी भइसकेका छ अब चाहिँ हामी टक्कलाएर यहाँबाट त्यो इलाइट स्कुल हो के कलेज भन्ने ठाउँमा त्यहाँनिर जान्छौँ त्यहाँनिर हामी खानासाना त्यहाँनिर खान्छौँ र आजको हाम्रो प्र्याक्टिकल त्यहाँनिर सुरु हुन्छ त्यहाँ भिडियो हेर्दै गर्नु होला भिडियो एकदम इन्ट्रेस्टिङ भन्नेवाला छ हैन त्यही अब टक्कलाएर हामी यहाँ बसमा चढ्छौँ अनि बसमा चढेर यहाँ अगाडि बढिसकेपछि भेटौँ है त साथीहरु अहिले हामी बसमा आइसक्यौँ हैन अब यहाँबाट चाहिँ हामी टक्कलाएर बानेश्वर जान्छौँ हैन बानेश्वरको त इलाइट स्कुल भन्ने ठाउँमा त्यहाँनिर जान्छौँ अनि त्यहाँनिर हामी टक्कलाएर प्र्याक्टिकलहरू हुन्छ आज हाम्रो एक हप्ताको हाम्रो यहाँ चाहिँ प्र्याक्टिकल हुन्छ हैन त्यही हो सबजना साथीहरु बसमा आएर बसिसक्यो हैन म चाहिँ ठक्क फ्रन्ट सिटमा बसिरहेको छु गाइजहरु टक्कलाएर हामी चाहिँ टक्क हाम्रो डेस्टिनेसनमा आइसक्यौँ हैन यहाँनिर अब हाम्रो यहाँनिर प्र्याक्टिकल हुन्छ हामी आइसक्यौँ यहाँ भित्र भिडियो बनाउन पाउँछ कि पाउँछ थाहा छैन मलाई पनि हैन त्यहाँनिर हामी आइसक्यो सबजना साथीहरु उता नै आइसकेको छ हैन अब हामीले टक्कलाएर हामी यहाँ प्र्याक्टिकल हुन्छ अहिले चाहिँ बसमा चाहिँ हामी यहाँनिर हामी खाना खान्छौँ हैन त्यहाँ टक्कलाएर अब हामी टक्क खानासाना खाइसकेपछि भेटौँ है साथीहरु टक्कलाएर अब चाहिँ हामी खाना खान लागेको हैन यहाँ यस्तो रहेछ साथीहरु लाइन बसिरहेको छ अब चाहिँ हामी टक्क यहाँ खानासाना खाने भनेको मासुमा चाहिँ खासै स्वाद रहन्छ हैन सिरियसली भन्नु पर्दाखेरि नसोच मिठो लागेन मलाई अब हामी टक्क खानासाना खान्छौँ हाम्रो चाहिँ ग्रुप डिभिजन भइसक्यो अब खानासाना खाइसकेपछि हाम्रो टक्क यहाँनिर प्र्याक्टिकल हुन्छ हाम्रो आज चाहिँ हाम्रो ग्रुपको चाहिँ आज हाम्रो बारिस्ताको ट्रेनिङ छ हैन अनि हाम्रो अर्को ग्रुपको साथीहरूको चाहिँ आज बार ट्रेनिङ छ त्यही अब टक्क हामी खानासाना खान्छौँ खानासाना खाइसकेपछि टक्कलाएर त्यहाँनिर गएर भेटौँ है त साथीहरु साथीहरु हाम्रो टक्कलाएर आइसकेको हाम्रो बारिस्ताको हाम्रो प्र्याक्टिकल चाहिँ सक्यो हैन सबजना साथीहरु अब यहाँ भाँडासाँडा मान्ने के गरिरहेछ हैन यहाँनिर भाँडा मानिरहेछ सबजना साथीहरुले हैन अनि यहाँनिर बारिस्ता गरिरहेछ अर्को साथीले नि अब हाम्रो आजको बारिस्ताको ट्रेनिङको प्र्याक्टिकल चाहिँ सक्यो हैन एकदम रमाइलो भयो उ त्यहाँनिर लेखेको छ हैन अनि यो चाहिँ हाम्रो मेसिन भयो यो स्प्रेसो मेसिन भयो यो चाहिँ हैन साथीहरुको भाँडा मानिरहेछ प्रियङ्काले बढाइरहेछ बढाएर सबजना काम गरिरहेछ हैन स्वस्तिका पुसअप अब हाम्रो आजको प्र्याक्टिकल चाहिँ सक्नु बढाएर ल यहाँ चाहिँ हाम्रो पुकारले बढाउँदैछ हाम्रो ब्लगरले यतिको चाहिँ हुनुपर्छ एचएम स्टुडेन्ट भएपछि गाइज छोरा मान्छे खान चाहिँ हुने अनि यो काम चाहिँ गर्न नहुने भनेर कहाँ लेखेको छ गर अलिक मजाले बढाएर भएन रञ्जित भाडा माझ प्रवीण भाडा माझिरहेको छ यतिको चाहिँ गर्नुपर्छ है भोलि पनि हाम्रो यही काम हो होइन मजाले माझ्यो हो यसरी माझ्नुपर्छ सुनिल बढाएर स्वस्तिकाले चाहिँ यहाँ पछ्यालाउँदैछ हाम्रो पुकार सर बढाएर मजाले
ल अब हाम्रो पुकाले भोलि नै यस्तै काम गर्छ गाइस पुकालाई कन्ट्याक्ट गर्नु होला सर मिलेन फाइनली साथीहरू टक्ला आजको हाम्रो बारिस्ता ट्रेनिङको र उतापट्टि हाम्रो साथीहरूको के अरे बार ट्रेनिङको चाहिँ आजको हाम्रो प्र्याक्टिकल सक्यो होइन अब भोलि चाहिँ हाम्रो बार ट्रेनिङ हुन्छ होला सायद होइन त्यही अब आजको हाम्रो ठ्याक्कै प्र्याक्टिकल ठाउँ चाहिँ यहाँनिर चाहिँ इलाइट स्कुल भन्ने ठाउँमा होइन सो त्यही हो अब आजको भ्लग तपाईँहरू सबैलाई मन पऱ्यो भने लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला र आउँदै गरेको भ्लगहरू हेर्दै जानकारी च्यानल सब्सक्राइब गरिदिनु होला र भोलिको अर्को पार्टमा फेरि भेटौँ है त साथीहरू ल बाई